एमसी नाम चाहिँ शान्ति खत्री घर आरुबारी परमेश्वरले चिन्नुहुँदा अगाडि चाहिँ म चाहिँ हिन्दू नै हो। म चाहिँ बिहान चाँडै उठेर नुहाएर हरेक दिन पूजा गर्नुपर्थ्यो र हरेक शनिबार चाहिँ अब पिपला रुखमा बिहान तारा नअस्ताइकन नै आकाशमा तारा छँदाखेरि नै पूजा गर्नुपर्थ्यो। अनि हरेक 15 दिनमा यो अष्टमी एकादशी यो सबै व्रत बस्दै आएको हो। अनि मैले परमेश्वरको बारेमा चाहिँ मैले पहिले कहिले पनि सुनेको थिइनँ। जब मेरो श्रीमान क्रिस्चियन भयो त्यसपछि मात्रै ख्रिस्टको बारेमा मैले सुनेको हो। र त्योभन्दा अगाडि अब हाम्रो गाउँमा कुनै पनि क्रिस्चियन पनि थिएन, चर्च पनि थाहा पनि थिएन। अनि अब हिन्दूमै जन्मेको, हिन्दूमै 10-12 वर्षसम्म जब त्यसैमा नै लाग्दै आएको हो। जब मेरो श्रीमान क्रिस्चियन हुनुभयो अनि क्रिस्चियन नहुनको लागि चाहिँ उहाँले चाहिँ अब मेरो सासू छोराले चाहिँ उहाँलाई चाहिँ अब कसरी खुसी हुन्छ भन्नु प्रयास गर्नुभयो। यदि अर्को बिहे गरिदिनु पनि उहाँ तयार हुनुहुन्थ्यो, तर मेरो श्रीमान चाहिँ त्यसमा चाहिँ राजी हुनु भएन। उहाँले चाहिँ बाइबल अनुसार चाहिँ दोस्रो बिहे गर्नु चाहिँ ठिक होइन भन्ने लागेर उहाँले चाहिँ मलाई चाहिँ उहाँसँगै बस्नुलाई कोठामा लिएर जानुभयो। जब उहाँले पहिला लान्छु भन्दाखेरि मेरो सासूले मान्नु भएको थिएन। पछि चाहिँ मेरो सासूले मलाई भन्नुभयो कि यदि तैँले मेरो छोरालाई फेरि हिन्दूमा फर्काएर ल्याउन सकिस् भने चाहिँ म उपहार दिन्छु भन्नुभएको थियो। म त्यो शर्तमा चाहिँ म गएको हो। जसै शुक्रबार यहाँबाट मेरो श्रीमानले घरबाट लिएर जानुभयो। उहाँले एउटा कोठा के अरे उता कमल पखरीनिर एउटा कोठा खोज्नु भएको रहेछ, त्यहाँ गएर बस्यो। भोलिपल्ट शनिबार चाहिँ चर्च लिएर जानुभयो। अनि चर्चमा गएपछि चाहिँ अब त्यो चाहिँ मेरो लागि चाहिँ पुरै नयाँ नै थियो। चर्च सेवा मैले केही बुझ्न पनि सकिनँ। तर सेवाको बारेमा बुझ्न नसके पनि त्यो प्रचार गरे के हो त्यो पनि मैले बुझ्न सकिनँ। खालि अब म चाहिँ टल्लै हेरेर बसेँ। अरूले प्रार्थना टाउको झुकाउँदाखेरि पनि के गरेको होला भन्ने लाग्यो। म खालि हेरेर मात्रै बसिरहेँ। जब चर्च सक्यो, म त्यहाँको मानिसहरूले गरेको प्रेम चाहिँ मलाई चाहिँ छोयो। उहाँहरू चाहिँ महेन्द्र भवन स्कुलमा हस्टेलमा बसेर पढ्दै हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ एकदम माया गरेर उहाँहरूको साथमा लानुभयो र जुन वरिपरि स्कुल देखाउनु, जुन प्रेम उहाँहरूले देखाउनु भयो, त्यसले चाहिँ मलाई एकदमै अचम्म पार्यो। मैले उहाँलाई कहिले देखेको पनि छैन। म चाहिँ एकदम नयाँ व्यक्ति थिएँ अनि जङ्गली जस्तै भएको थिएँ त्यो चर्चमा त। तर उहाँहरूले जुन प्रेम देखाउनु भयो त्यो चाहिँ म कहिले पनि बिर्सिन नै सकिनँ। अनि त्यसो हुँदै म 2-3 महिना त्यहाँ कोठामा बसेँ। फेरि मेरो सासू बिरामी भएको भएर म फेरि घरमा आएर बस्न थालेँ। अनि दसैँको बेलामा चाहिँ सम्मेलन, यो चर्चमा चाहिँ सम्मेलन हुँदो रहेछ। मेरो श्रीमानले चाहिँ दसैँमा चाहिँ मलाई त्यहाँ लिएर जानुभयो। 3 दिन म त्यहाँ चर्चमै बसेँ र सङ्गतिमा भाग लिएँ। अनि त्यहाँ सङ्गतिमा भाग लिँदाखेरि चाहिँ पास्टर देवसिंह दाहालले चाहिँ एक दिन बेलुका चाहिँ प्रचार गर्नुभएको थियो। उहाँले चाहिँ रोमीको पुस्तकबाट प्रचार गर्नुभएको थियो। त्यहाँ चाहिँ लेखेको छ, मानिसले सृष्टिकर्तालाई नपुजेर सृष्टि गरिएका चिजलाई पुजेको छ भनेर उहाँले त्यहाँ बताउनु भयो। अनि पछि म त्यो अलिअलि म पढ्नु चाहिँ सक्थेँ। अनिखेरि बाइबलमा त्यो खण्ड चाहिँ मसँग छेउमा बस्ने मान्छेले मलाई देखाइदिनु भयो र म त्यो हेरेर अनि मलाई त्यसरी चाहिँ भित्रदेखि के भयो म आफैले थाहा छैन, एकदमै रुनु मन लाग्यो। म त कस्तो मान्छे रहेछ, सृष्टिकर्तालाई नपुजेर सृष्टि गरिएको चिजलाई पुज्दै आएको रहेछु भन्ने त्यो मलाई भान भयो। र जसैमा अनि
सृष्टि गरेको चिज हुँदाखेरि चाहिँ मैले हरेक शनिबार पूजा गर्न जाने पिपलाहरू हुने नै सम्झेँ। जुन म यहाँ 12 वर्षको उमेरमा डढाउँदै कामदै त्यो पूजा गर्न जान्थेँ, त्यो चाहिँ याद भयो। अनिखेरि मैले चाहिँ बेकारको चिजलाई पुजिरहेको रहेछु। साँच्चै सृष्टिकर्ता त यसो ख्रिस्ट हुनुहुँदो रहेछ। मैले त सृष्टिकर्तालाई नै सृष्टि गरेको चिजलाई बुझेको रहेछु भन्ने त्यो एकदमै मलाई चाहिँ भित्रबाट नै के भयो, म चाहिँ रुन थालेछु। अनि त्यो सेवा सकेपछि चाहिँ मलाई चाहिँ देवसन दाले चाहिँ आएर भन्नुभयो, बहिनी तपाईँ किन रुनुभएको भन्नुभयो। मैले त्यो बताएदेखि तपाईँ के ग्रहण गर्न चाहनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्दाखेरि म विश्वास गर्छु, म गर्न चाहन्छु भने। अनि उहाँले मलाई पहिलोचोटि प्रार्थना गर्न सिकाउनु भएको हो, पश्चातापको प्रार्थना गर्न सिकाउनु भयो र त्यही नै मैले ग्रहण गरेको हो। अनि धेरै समयसम्म चर्चमा चाहिँ हरेक शनिबार चाहिँ अक्सर जाने गरेको थिएँ, कोही शनिबार छुट्टी पनि। अनि मैले पास्टरहरूलाई चाहिँ भने र त्यहाँ बत्तिसमा क्लास अरूले लिँदै थियो नि, मैले म पनि बत्तिस लिन चाहन्छु, म पनि बुझ्न चाहन्छु, लिन चाहन्छु भन्दाखेरि चाहिँ उहाँले चाहिँ शान्ति बहिनी अहिले हतार नगर्नुहोस्, तपाईँ बुझ्दै जानुहोस्, पुरै निर्णय गरेपछि मात्रै लिनुहोस्, अहिले हतार गर्नु पर्दैन, तपाईँ परमेश्वरको वचन पढ्नुहोस्, सङ्गतिमा आउनुहोस्, अहिले बत्तिस लिन हतार नगर्नुहोस् भन्नुभयो। अनि उहाँको विचारमा चाहिँ रमेश भाइले चाहिँ शान्ति बहिनीलाई बत्तिस लिन कर गरेको होला, त्यही भएर लिन्छु भनेको भन्ने उहाँले चाहिँ शङ्का लागेको छ। अनि तर मेरो श्रीमानले चाहिँ मलाई चर्चमा ढोडाउनु भयो, तर त क्रिस्चियन हुनुपर्छ नि भन्नु भएन, बत्तिस लि पनि भन्नु भएन। उहाँले ढोडाएर चाहिँ लगेको हो चर्चमा, क्रिस्चियन भन्ने निर्णय चाहिँ मेरो आफ्नै नै हो। उहाँले चाहिँ मलाई जबरजस्ती चाहिँ हुनुपर्छ भन्ने चाहिँ भन्नु भएन। त्यसपछि हामी सँगै बस्दै गयौँ। अप्ठ्यारो उकाली ओह्राली त धेरै नै थियो, धेरै अप्ठ्यारो दिनहरू थिए, तर पनि परमेश्वरले सहायता गर्दै जानुभयो, दुःखहरू पार गर्दै गयौँ। अनि त्यसपछि मेरो जेठो छोरा जन्मियो। अनि हामी घरमा नै बस्नु परेको थियो, किनभने कोठामा गएर बसेँ, फेरि घरमा काम पऱ्यो भन्नुहुन्थ्यो। अनिखेरि अब म जेठी बुहारी भएको र उहाँ जेठो छोरो भएको भएर अब घरको कर्तव्य नै हामी क्रिस्चियन भएर पुरै छोड्न चाहिँ नसक्ने नै थियौँ, किनकि हाम्रो जीवनबाट हामीले गरेको कामबाट प्रेम देखाउनु पर्ने थियो। उहाँहरू जति नै अप्ठ्यारो सङ्गति जानु जति नै दुःख दिए पनि हामी चाहिँ घरमा नै बस्यौँ र कोसिस गरि नै हामी सङ्गति जानुलाई। अनि मेरो छोरो जन्मिसकेपछि झन्झनै 9-10 महिनाको भएपछि परमेश्वरले इन्डियामा बाइबल कलेजमा जाने ढोका खोलिदिनु भयो। अनि त्यसमा चाहिँ मेरो श्रीमानलाई मात्रै आउन 1 वर्षको लागि के अरे परिवारको लागि क्वार्टर छैन, सिङ्गल विद्यार्थीको लागि मात्रै छ भनेर खबर आयो। तर उहाँले चाहिँ म यदि मेरो श्रीमानतिर छोरो ल्याउनु पाइनँ भनेदेखि चाहिँ म आउँदिनँ, किनकि मैले छोडेर गएपछि मेरो श्रीमती चाहिँ चर्च जानु पाउँदैन भनेर उहाँले चाहिँ त्यो भनेर खबर पठाउनु भयो। जहिले ठाउँ हुन्छ अर्को वर्ष नै आउनु तयार छु, अहिले म आउँदिनँ भनेर। अनि पछि फेरि उहाँहरूले चाहिँ खबर पठाउनु भयो, एउटा टिचरले छोडेको, टिचरको क्वार्टर नै खाली छ र तिमी तुरुन्तै आऊ भन्नुभयो, खबर आयो कलेजबाट। अनिखेरि हामी चाहिँ 3जना चाहिँ 3 वर्षको लागि बाहिर कलेज गयौँ, तर वर्षको एकचोटि छुट्टीमा चाहिँ घरमा आउँथ्यो। 3 वर्ष त्यहाँ उहाँले बिडी पढ्नुभयो। त्यसपछि आएपछि सासुसुरा चाहिँ यहाँ आरबारीको घर छोडेर भाडामा दिएर जोरपाटीमा चाहिँ उहाँले घर बनाउनु भएको थियो, हामी जोरपाटीमा बस्न थाल्यौँ। अनि जोरपाटीमा बसेपछि उहाँ एउटा सम्मेलनमा जानुभएको थियो। अनि त्यहाँ सम्मेलनमा चाहिँ एकजना व्यक्तिले चाहिँ भन्नुभएछ, रमेश नेपालमा मण्डली जब बढ्दै गएको छ, तर अगुवाहरूको तालिमको लागि के सोध्दैछौ तिमीले
भनेर उहाँले चाहिँ प्रश्न गर्नुभएपछि उहाँलाई चाहिँ त्यो प्रश्नले चाहिँ उहाँको हृदयमा छोएछ। उहाँ प्रार्थना गर्न थाल्नुभयो। त्यसपछि बिस्तारै नेपाल बाइबल आश्रम सुरु गर्नुभयो र ज्ञानेश्वर चर्चको काम के अरे सङ्गति चलाउने काम चाहिँ छोडेर नेपाली स्कुलको जग्गा किनेर नेपाली एनजिओसँग मिलेर जग्गा किनेर त्यसरी बाइबल स्कुल सुरु भएर बाइबल स्कुलमा काम गर्न थाल्नुभयो। तर बाइबल स्कुल चलाउन जग्गा किनेर बिल्डिङ बनाउनु जति सजिलो थियो चलाउन चाहिँ त्योभन्दा धेरै गाह्रो नै थियो। वरिपरि छिमेकीको सतावट एकचोटि एकजना प्रधानमन्त्री पञ्चमा उठ्ने व्यक्तिले चाहिँ भन्नुभएछ, यदि मलाई भोट दियो भनेदेखि चाहिँ यो क्रिस्चियनको बाइबल कलेज चाहिँ स्कुल चाहिँ हटाएर म सरकारी स्कुल बनाउँछु भनेर प्रचार गर्दै हिँड्नुभयो। तर अब थाहा छैन परमेश्वरको योजना हो अब होइन त्यो त म भन्न सक्दिनँ। तर त्यो व्यक्ति चाहिँ प्रधानमन्त्री उठ्नै पाउनु भएन किनकि उहाँलाई आफ्नै घरको कुकुरले टोकेर गर्नुभयो रेन्जी लाएर। अनि त्यो भएर नि त्यो कारणबाट जोग्यो। तर अनि बाइबल स्कुल चलाउन चाहिँ आर्थिक पनि गाह्रो। विद्यार्थीहरू आउनुहुन्थ्यो गाउँबाट, अब चर्चले दिनु सक्ने थिएन। अनि भन्छ खोज्नु पनि उहाँहरूको खाना बस्नुको जुटाउनु पर्ने। त्यो स्कुल चलाउने त्यति सजिलो चाहिँ थिएन। तर परमेश्वरले आशिष दिनुभएको थियो। भाइ बहिनीहरू राम्रोसँग पढ्दै जानुभएको थियो र धेरैले अहिले पनि गाउँ गाउँमा ठाउँ ठाउँमा मण्डलीको अगुवाहरू पास्टर भएर काम गरिरहनु भएको छ। एकचोटि हामी उता पश्चिमतिर गएको थियौँ, धेरैजना बाइबल स्कुलमा पढेकोहरू पास्टर भएर त्यहाँ राम्रो काम गरिरहेको पनि हामीले भेटायौँ। त्यो चाहिँ एकदम खुसीको कुरा हो। त्यसलाई परमेश्वरलाई धन्यवाद दिन्छ। त्यसै गाउँबाट चाहिँ एकदम अप्ठ्यारो भएको थियो, तर परमेश्वरले सहायता गर्नुभयो र बाइबल स्कुल धेरै वर्षसम्म राम्रोसँग चल्यो। 20 वर्षको हुँदाखेरि म क्रिस्चियन भएको हो। मेरो बिहे चाहिँ 11 वर्षमा भएको हो। क्रिस्चियन चाहिँ 20 वर्षमा भएको हो। खास क्रिस्चियन हुनुभन्दा अगाडि चाहिँ म चाहिँ एउटा घरमा कामदार थिएँ। मेरो श्रीमानसँग कुनै पनि सम्बन्ध पनि थिएन। अनि मेरो देवरले दिदी भन्नुहुन्थ्यो, किनकि भाउजू भन्यो भने चाहिँ अलरेडी दाजुको बिहे गरेको छ भन्छ भनेर सबैले मलाई दिदी नै शान्ति, मेरो देवरले मलाई शान्ति दिदी नै भन्नुहुन्थ्यो, नन्दले नै शान्ति दिदी नै भन्नुहुन्थ्यो। जुन नन्द चाहिँ मेरो बिहे गरिसकेपछि जन्मेको हो। मेरो श्रीमानभन्दा 13-14 वर्ष कान्छो हुनुहुन्छ नन्द चाहिँ। होइन म त क्रिस्चियन त परमेश्वरको वचन पढेर नै विश्वास गरेर भएको। कसैले भनेको पनि होइन, कसैले मलाई अब यति दिन्छु त क्रिस्चियन हो भन्ने पनि होइन। मेरो श्रीमानले पनि मसँग बस्ने भएदेखि त क्रिस्चियन हो कहिले पनि भन्नु भएन। म जस्तो छु नपढेको भए पनि उहाँले म जस्तो छु उहाँले ग्रहण गर्नुभएको हो। त्यस कारणले न त मेरो श्रीमानले नै दबाब दिनु हो, न त चर्चले नै मलाई दबाब दिएको हो। किनकि पास्टरहरूले त अब म बप्तिस्मा लिन्छु भने त उहाँ त खुरुक्क दिनुपर्ने हो। तर होइन, तपाईँ पर्खिनुहोस्, हतार नगर्नुहोस् भन्नुभयो। खास म चाहिँ चर्चमा प्रभुको जनहरूले देखाउनु भएको प्रेमको उसले नै म नजिक भएको हो। खास मलाई चाहिँ कसैले पनि कर चाहिँ लगाएको होइन। अनि अरू कुरो चाहिँ मलाई चाहिँ जान्ने इच्छा चाहिँ थियो कि जो चाहिँ मेरो श्रीमान त सेन्ट जोसेफ स्कुलमा पढेको मान्छे, कर्नेलको छोरो, म नपढेको, सानै बिहे स्कुल त गएन, त्यो अलिअलि घरमा सिकेको हो। अनि म जस्तो मान्छेलाई उहाँले ग्रहण गर्नु पनि केही त छ, उहाँले विश्वास गरेको परमेश्वर चाहिँ त्यहाँ चाहिँ केही त छ भन्ने चाहिँ मेरो हृदयमा चाहिँ थियो। त्यो भएर नि म चाहिँ परमेश्वर नजिक त्यो कारणले पनि भएको हो। कसैले लोभ देखाएर अब कर गरेर म चाहिँ भएको होइन। क्रिस्चियन हुनु फाइदा त मनमा शान्ति चाहिँ छ, त्यो हो बेफाइदा नै। यदि म हिन्दू भइदिएको थिएँ मेरो सासू ससुराको नजिक हुन्थ्यो होला, प्यारो हुन्थ्यो होला होइन। आफन्तहरू अहिले पनि सबै हिन्दू नै हुनुहुन्छ, उहाँको प्यारो हुन्थ्यो होला। तर बेफाइदा त त्यही नै हो। फाइदा चाहिँ परमेश्वरमा चाहिँ शान्ति छ।
जब म एक्लै बस्छु अनि परमेश्वर चाहिँ मेरो छेउमा हुनुहुन्छ भन्ने चाहिँ त्यो चाहिँ भान हुन्छ। जस्तै मेरो श्रीमानै बित्नु भएपछि म कतिसम्म एक्लै थिएँ घरमा। 15-16 दिन त मेरो छोराबुहारी थिए। त्यसपछि उनीहरू कामको निम्ति सानिपा गएपछि म एक्लै थिएँ। तर पनि मलाई एक्लै छु जस्तो चाहिँ लाग्थेन, किनकि मेरो परमेश्वर त मसँग हुनुहुन्छ नि। तर मेरो श्रीमानले चाहिँ भन्नुहुन्थ्यो तँभन्दा म पहिला जान पाऊँ, म नै जानु राम्रो हुन्छ नि हजुर, तब गरेर खानु सकिन्छ, म त सक्दिनँ भन्दाखेरि होइन म जानुपर्छ भन्ने चाहिँ त्यसरी परमेश्वरले उहाँको इच्छा पुरा गरिदिनु भयो। उहाँ पहिला जानुभयो। तर पनि एक्लै छु भने चाहिँ भान चाहिँ भएन। पिर त लाग्छ, सम्झना नि आउँछ। कोठामा गयो उहाँको याद नआएको दिनै हुँदैन। तर परमेश्वर मसँग हुनुहुन्छ। म एक दिन उहाँलाई फेरि भेट्ने छु भन्ने चाहिँ त्यो चाहिँ विश्वास छ। मैले ख्रिस्टमा विश्वास नगरेको भए चाहिँ अन्यलमा पर्थ्यो होला जस्तो लाग्छ। परमेश्वर त्यो भएको भएर अनिखेरि परमेश्वर जनहरूको प्रेमले पनि मलाई अप्ठ्यारो परिहाल्यो धेरै प्रार्थना गरिदिनुहुन्छ, गरिदिनुहोस् भन्न सक्छु। त्यो नजिकोपन छ विश्वासी जनहरूमा। त्यही नै हो मेरो चाहिँ आधार चाहिँ।